तपाईहरुलाई आज म फिनल्यान्डको 2026 अगस्त इन्टेकको लागि केही इन्फर्मेसनहरु लिएर आएको छु किनकि आईडीबी ग्लोबलले विगत 5 वर्षदेखि युरोपमा त्यसमा पनि फिनल्यान्डलाई आज प्राइमेरी डेस्टिनेसन बनाएर काम गर्दै आइरहेको कुरा तपाईहरुलाई थाहा नै छ र अहिले पनि फिनल्यान्डको 2026 अगस्त इन्टेकको लागि धेरैवटा युनिभर्सिटीहरुमा रोलिङ एप्लिकेसन अनगोइङ नै छ। त्यसको बारेमा पनि मैले तपाईलाई भन्ने छु। अहिलेको जुन भिजाको अपडेट्सहरु छ त्यसको बारेमा पनि मैले तपाईहरुलाई केही इन्फर्मेसनहरु शेयर गर्ने छु। त्यस्तै गरी अहिले हामीले आईडीबी ग्लोबलले चाहिँ फिनल्यान्डमा पढिराख्नु भएको स्टुडेन्टहरुलाई पनि हामीले लाइभ सेसनहरुमा लिएर आइरहेको छौं र यो लाइभ सेसनमा अब कहिले स्टुडेन्टहरु आउँदै हुनुहुन्छ र तपाईहरुले त्यो लाइभ सेसनको पनि बेनिफिट लिन सक्नुहुन्छ किनकि त्यहाँ पढिरहेको स्टुडेन्टले फिनल्यान्डको एक्चुअल सिनारियो के छ त्यसको बारेमा त्यो सेसनमा भन्नु हुनेछ। त्यसपछि भनेको एज अ स्टुडेन्ट भिजा यहाँबाट तपाई फिनल्यान्ड जानुहुन्छ। त्यसपछि तपाईहरुले फिनल्यान्डमा गइसकेपछि आफ्टर स्टडी पाउने पीएसडब्ल्यू का कुराहरु त्यसपछि जुन पीआर को कुराहरु त्यो रिलेटेड पनि मैले तपाईहरुलाई यो भिडियोमा भन्ने छु, शेयर गर्ने छु र त्यस्तै गरी डिपेन्डेन्टको केस किनकि धेरै जना विद्यार्थीहरु चाहिँ फिनल्यान्डमा विथ डिपेन्डेन्ट अप्लाई गर्न चाहनुहुन्छ त्यसको बारेमा पनि मैले तपाईहरुलाई केही अपडेट्सहरु लिएर आएको छु र फी र स्कलरशिपहरुको कुराहरु चाहिँ हामीले यो भिडियोमा कभर गर्ने छौं। र फर्स्टमा मैले तपाईहरुलाई अहिले फिनल्यान्डमा कुन युनिभर्सिटीको र कुन कोर्समा एप्लिकेसनहरु अनगोइङ छ त्यसको बारेमा मैले तपाईहरुलाई भन्न गइरहेको छु। पहिला सुरु गरौं एसईएएमके युनिभर्सिटी जसलाई चाहिँ हामीले सेनायोगी युनिभर्सिटी अफ अप्लाइड साइन्सेस पनि भनेर भन्छौं र सेनायोगी युनिभर्सिटीमा ब्याचलर्सको लागि एप्लिकेसनहरु अनगोइङ छ र यसमा भनेको यदि तपाईहरुको यदि तपाईहरुले हस्पिटालिटी म्यानेजमेन्ट अथवा बीबीए मा अप्लाई गर्न चाहनुहुन्छ र तपाईहरुले इंग्लिशमा तपाईहरुको 55 एबोभ छ भने तपाईहरुले ओभरअल 2.60 जीपीए छ भने तपाईहरुले डाइरेक्ट सिलेक्सनको लागि अप्लाई गर्न सक्नुहुन्छ। यदि इन्जिनियरिङ अप्लाई गर्न चाहनुहुन्छ भने हामीसँग यसमा सस्टेनेबल फूड प्रोसेसिङ ब्याचलर अफ इन्जिनियरिङ इन सस्टेनेबल फूड प्रोसेसिङ छ, यसमा तपाईले अप्लाई गर्न सक्नुहुन्छ। यस्तै हामीसँग अटोमेसन इन्जिनियरिङको प्रोग्राम पनि छ, यसमा पनि तपाईले अप्लाई गर्न सक्नुहुन्छ। र ब्याचलर अफ सस्टेनेबल फूड प्रोसेसिङमा कस्तो खालको स्टुडेन्टले अप्लाई गर्न पाउनुहुन्छ भन्दाखेरि यदि तपाईहरुको फर एक्जाम्पल तपाईहरुले आफ्नो डिप्लोमा तपाईहरुले एग्रिकल्चर ब्याकग्राउन्डबाट डिप्लोमा इन एग्रिकल्चर पढ्नु भएको छ, डिप्लोमा इन प्लान्ट साइन्स पढ्नु भएको छ अथवा +2 तपाईहरु बायो ब्याकग्राउन्डबाट हुनुहुन्छ अथवा साइन्स ब्याकग्राउन्डबाट हुनुहुन्छ भने पनि तपाईहरुले अप्लाई गर्न सक्नुहुन्छ। र यसमा भनेको आइएल्स मा ओभरअल 6 र पीटीए मा 55 तपाईहरुको रिक्वायरमेन्ट छ र इन्टेक भनेको मैले अघि नै भनिसके 2026 को अगस्त इन्टेक हो। यसमा एउटा सर्ट इन्टरभ्यु दिनुपर्छ, एप्लिकेसन एकदमै लिमिटेड छ, त्यो हुँदाखेरि जति सक्दो छिटो तपाईहरुले आफ्नो एप्लिकेसनको प्रोसेस अगाडि बढाउनको लागि आईडीबी ग्लोबल भिजिट गर्नुपर्ने हुन्छ। यदि तपाईहरुले आफ्नो करियर चाहिँ अटोमेसन इन्जिनियरिङमा बनाउन चाहनुहुन्छ भने पनि यसमा पनि एप्लिकेसन अनगोइङ छ। अर्को हामीसँग जो स्टुडेन्ट जीएनएम गर्नु भएको छ, यस्तै गरी ब्याचलर अफ नर्सिङ गर्नु भएको छ अथवा पीसीएल नर्सिङ गर्नु भएको छ भने टप अप नर्सिङको प्रोग्राम छ जहाँ कि तपाईले जम्मा 1.5 वर्षमा तपाईहरुले आफ्नो ब्याचलर अफ इन्जिनियरिङको कोर्स कम्प्लिट गर्न सक्नुहुन्छ। त्यसपछि भनेको तपाईहरुले 2 इयर्सको पीएसडब्ल्यू पनि पाउनुहुन्छ र यो प्रोग्रामलाई विथआउट आइएल्स पीटी पनि अप्लाई गर्न सक्नुहुन्छ। तर ब्याकग्राउन्ड भनेको पीसीएल नर्सिङ अथवा ब्याचलर अफ नर्सिङ अथवा तपाईहरुको जीएनएम जुनै पनि ब्याकग्राउन्ड भए अप्लाई गर्न सक्नुहुन्छ। अर्को ब्याचलरको प्रोग्राम हाम्रो सेन्ट्रिया युनिभर्सिटीमा अनगोइङ छ। सेन्ट्रिया युनिभर्सिटी अफ अप्लाइड साइन्सेसमा ब्याचलरको प्रोग्राम अनगोइङ छ। यसमा तपाईहरुले ब्याचलर अफ यदि केमिकल इन्जिनियरिङमा तपाईले आफ्नो
करियर बनाउन चाहनुहुन्छ भने केमिकल इन्जिनियरिङमा एप्लिकेसन अनगोइङ छ। यस्तै गरी हामीसँग इन्डस्ट्रियल इन्जिनियरिङमा एप्लिकेसन अनगोइङ छ। त्यस्तै गरी इन्फर्मेसन टेक्नोलोजीमा अफ इन्जिनियरिङमा एप्लिकेसन अनगोइङ छ भने म्यानेजमेन्टमा हामीसँग BBA इन इन्टरनेसनल बिजनेस र BBA इन एन्टरप्रेनरसिप यसमा एप्लिकेसन अनगोइङ छ। यसमा तपाईँहरूले अप्लाई गर्न सक्नुहुन्छ र यसको रिक्वायरमेन्ट भनेको +2 मा तपाईँको 2.80 GPA हुनु पर्यो, IELTS मा ओभरअल 6 र PT मा 55 हुनु पर्यो। विथआउट IELTS PT विथआउट ल्याङ्ग्वेज प्रोफिसिएन्सी हामीसँग अप्सन छैन। यदि तपाईँहरूले ब्याचलरमा आर्टिफिसियल इन्टेलिजेन्ट AI पढ्न चाहनुहुन्छ भने हामीसँग SAMK युनिभर्सिटी साताकुन्टा युनिभर्सिटी अफ अप्लाइड साइन्सेस यसमा एप्लिकेसन अनगोइङ छ। यदि मेकानिकल इन्जिनियरिङ गर्न चाहनुहुन्छ भने पनि एप्लिकेसन अनगोइङ छ। यदि मेकाट्रोनिक्स गर्न चाहनुहुन्छ भने पनि एप्लिकेसन अनगोइङ छ। त्यस्तै गरी यदि आफ्नो करियर चाहिँ लजिस्टिक इन्जिनियरिङमा बनाउन चाहनुहुन्छ भने पनि यसमा पनि एप्लिकेसन अनगोइङ छ। यसमा डाइरेक्ट सेलेक्सन हुन्छ, कुनै पनि इन्टरभ्यू हुँदैन र रिक्वायरमेन्ट भनेको तपाईँको 2.60 एबोभ GPA हुनु पर्यो। यदि तपाईँले डिप्लोमा गर्नुभएको छ अथवा तपाईँले ब्याचलर पनि कम्प्लिट गरिसक्नु भएको छ र फेरि म ब्याचलर पढ्छु भनेर चाहनुहुन्छ भने पनि तपाईँले SAMK युनिभर्सिटीमा अप्लाई गर्न सक्नुहुन्छ। र हामीसँग म्यानेजमेन्टमा इन्टरनेसनल टुरिज्म म्यानेजमेन्टको सब्जेक्ट छ। त्यस्तै गरी हामीसँग फिजियोथेरापी, यदि तपाईँहरूले म चाहिँ मेरो करियर चाहिँ मेडिकल फिल्डमा गर्न चाहन्छु भन्नुहुन्छ भने हामीसँग फिजियोथेरापीको कोर्स पनि अनगोइङ छ। र मैले भनेको यो युनिभर्सिटीहरू भनेको सबै युनिभर्सिटिज अफ अप्लाइड साइन्सेस हो र यसमा युनिभर्सिटी हेरेर तपाईँलाई 10 देखि 20% सम्म अर्ली बर्ड डिस्काउन्टहरू पनि हुन्छ र ट्युसन फी भनेको अराउन्ड 8,000 को रेन्जमा ट्युसन फीहरू पर्न जान्छ। र सेकेन्ड इयरमा कति युनिभर्सिटीले चाहिँ अप टु 50% सम्म पनि स्कलरसिप दिन्छ यदि तपाईँले फर्स्ट इयरमा मोर देन 60 क्रेडिट कम्प्लिट गर्नुभयो भने त्यो कुराहरू पाउनुहुन्छ। र कति स्टुडेन्टले आफ्नो 4 इयर्सको कोर्स 2 इयर्समा पनि कम्प्लिट गरिरहेको हुन्छ, त्यो कुराहरू चाहिँ फिनल्यान्डमा पाइन्छ। र ब्याचलर्स भनेको 3.5 इयरको हुन्छ, ब्याचलर्स म्यानेजमेन्टको कोर्सेसहरू र इन्जिनियरिङको कोर्सेसहरू चाहिँ 4 इयर्सको हुन्छ। यदि तपाईँहरू म युनिभर्सिटीमा गएर पढ्छु भन्ने तपाईँहरूको चाहना छ भने फिनल्यान्डमा 13 युनिभर्सिटिज छन्। आउट अफ 13 युनिभर्सिटिज अफ भाषाको चाहिँ युनिभर्सिटी अफ भाषाको एप्लिकेसन अनगोइङ छ। त्यो पनि तपाईँहरूलाई इन्जिनियरिङ ब्याकग्राउन्डमा पनि अनगोइङ छ भने म्यानेजमेन्ट ब्याकग्राउन्डमा पनि छ। इन्जिनियरिङमा यदि तपाईँहरूले इलेक्ट्रिकल इन्जिनियरिङ अथवा अटोमेसन एन्ड रोबोटिक्स अथवा कम्प्युटिङ इन्जिनियरिङ, आर्टिफिसियल इन्टेलिजेन्ट एन्ड डाटा इन्जिनियरिङ अथवा स्मार्ट इनर्जी यो प्रोग्राममा तपाईँहरूले यदि आफ्नो मास्टर्स गर्न चाहनुहुन्छ भने यसको लागि एप्लिकेसनहरू अनगोइङ छ। यदि तपाईँहरूले MBA इन फाइनेन्स गर्न चाहनुहुन्छ भने पनि यसको लागि पनि एप्लिकेसन अनगोइङ छ। अर्को एकदमै इन्ट्रेस्टिङ कोर्स चाहिँ किनकि म्यानेजमेन्टमा पनि AI विथ म्यानेजमेन्ट कोर्सेसहरू पढ्न पाउनुहुन्छ। AI आर्टिफिसियल इन्टेलिजेन्ट फर अकाउन्टिङ एन्ड फाइनेन्स, आर्टिफिसियल इन्टेलिजेन्ट एन्ड एनालिटिक्स यो सब्जेक्टहरूको पनि एप्लिकेसनहरू अनगोइङ छ। यसमा यदि तपाईँको नेपालबाट तपाईँले ब्याचलर्स गर्नुभएको छ भने तपाईँको मोर देन 70% हुनु पर्यो। यदि तपाईँले इन्डियाबाट तपाईँले आफ्नो ब्याचलर्स कम्प्लिट गर्नुभएको छ भने तपाईँको 65 एबोभ % छ भने पनि तपाईँले अप्लाई गर्न सक्नुहुन्छ। यदि नेपालबाट ब्याचलर्स छ र तपाईँको नेपालको ब्याचलर्स गर्नुभएको छ भने आइएल्ट्समा ओभरअल 6.5, पीटीमा 62 चाहिन्छ भने यदि इन्डिया अर इङ्ग्लिस स्पिकिङ कन्ट्री लाइक US, त्यसपछि UK, न्युजिल्यान्ड, अस्ट्रेलिया लगायतको कन्ट्रीबाट तपाईँले ब्याचलर्स गर्नुभएको छ भने विथआउट आइएल्ट्स पीटी पनि तपाईँहरूले अप्लाई गर्न सक्नुहुन्छ। यो कोर्सेसहरूको बारेमा भयो। अब केही भिजाहरूको बारेमा पनि कुरा गरौँ किनकि धेरैजना स्टुडेन्टहरू भिजा वेटिङमा पनि हुनुहुन्छ र भिजाको सक्सेस रेट के छ भन्ने तपाईँहरूको क्वाइरिज हुनसक्छ। टिल डेटसम्म भिजामा खासै त्यस्तो प्रब्लम छैन। अलमोस्ट 97-98% भिजा सक्सेस रेट छ फिनल्यान्डको केसमा। र जुन डिपेन्डेन्टको केस छ, डिपेन्डेन्टको केसमा चाहिँ केही
केही डिलेहरू भइरहेको छ। त्यो हुँदाखेरि चाहिँ तपाईँहरू यदि डिपेन्डेन्ट अप्लाई गर्ने सोचिराख्नु भएको छ भने फर्स्टमा एप्लिकेन्टको भिजा त्यसपछि डिपेन्डेन्टको भिजा अप्लाई गर्नलाई चाहिँ हामीले सजेस्ट गर्छौँ। होइन हामी सँगै अप्लाई गर्छु भन्दा पनि उनीहरूले सँगै अप्लाई गर्नलाई चाहिँ रोकेको छैन। त्यो हुँदाखेरि सँगै पनि मजाले अप्लाई गर्न पाइन्छ। अहिलेसम्म पनि फिनल्यान्डमा तपाईँले PSW 2 इयर्सकै PSW पाउनुहुन्छ। पोस्ट स्टडी वर्क भिजा 2 इयर्सकै छ। यसमा केही पनि चेन्जेसहरू आएको छैन। त्यो हुँदाखेरि तपाईँहरूले मैले जति पनि अहिले युनिभर्सिटीहरूको इन्फर्मेसन दिएँ यो सबै IDB ग्लोबलले रिप्रेजेन्ट गर्ने युनिभर्सिटी हो र यो सबैमा तपाईँले ब्याचलर मास्टर सबैमा तपाईँले A क्याटेगोरीको रेसिडेन्ट पर्मिट पाउनुहुन्छ भने अर्को हामीसँग एउटा पोस्ट ग्रेजुएट डिप्लोमा प्रोग्राम छ जुन चाहिँ XAMK युनिभर्सिटीमा छ। यसमा चाहिँ तपाईँले B क्याटेगोरीको रेसिडेन्ट पर्मिट पाउनुहुन्छ यदि तपाईँ म्यानेजमेन्ट ब्याकग्राउन्डबाट हुनुहुन्छ र डाइरेक्ट मास्टर्सको लागि एलिजिबल हुनुहुन्न भने तपाईँहरूले पोस्ट ग्रेजुएट डिप्लोमा इन स्टार्टअप बिजनेसमा तपाईँले अप्लाई गर्न सक्नुहुन्छ र यसको पनि ट्युसन फी अफोर्डेबल छ। त्यो हुँदाखेरि मास्टर्समा डाइरेक्ट मास्टर्समा युनिभर्सिटी अफ भाषामा अप्लाई गर्नुहुन्छ भने तपाईँले 40% सम्म अर्ली बर्ड डिस्काउन्ट पनि पाउनुहुन्छ। त्यो हुँदाखेरि यदि तपाईँहरूको इन्टेन्सन पढ्न जाने हो म राम्रो पढ्छु मलाई राम्रो युनिभर्सिटी क्वालिटी एजुकेसन खोजिराख्नु भएको छ भने क्वालिटीको एजुकेसन कोर्स पनि युनिक कोर्स जो मैले अघि पनि भनिसकेँ तपाईँको आर्टिफिसियल इन्टेलिजेन्स AI इन अकाउन्टिङ एन्ड फाइनेन्स यो म्यानेजमेन्ट ब्याकग्राउन्डको लागि एकदमै राम्रो एकदमै युनिक सब्जेक्ट हुनसक्छ। त्यो हुँदाखेरि अझ पनि तपाईँहरूलाई फिनल्यान्डको बारेमा केही कन्फ्युजन छ कोर्स कुन कोर्स पढ्न जाँदा चाहिँ राम्रो हुन्छ भन्ने तपाईँहरूलाई कन्फ्युजन छ भने तपाईँहरूले 20 अप्रिलमा हाम्रो वेबिनार पनि हुन गइरहेको छ लाइभ सेसन हुन गइरहेको छ। त्यो लाइभ सेसन तपाईँहरूले हाम्रो युट्युब च्यानल फेसबुक इन्स्टाग्राम सबैबाट जोइन पनि गर्न सक्नुहुन्छ। यति भन्दै यदि तपाईँहरूको केही क्वेसनहरू छ भने तपाईँले हाम्रो कमेन्ट बक्समा राखिदिन सक्नुहुन्छ। सो सधैँभरि नेगेटिभ कुराहरू मात्र गर्नुभन्दा केही सजेसनहरू छ भने जुनलाई चाहिँ हामीले त्यो सजेसनबाट चाहिँ हामीले तपाईँहरूलाई पनि अझ सही इन्फर्मेसनहरू लिन आउन सक्ने छ भने त्यो कुराहरू तपाईँहरूले राखिदिनु होला। यति भन्दै सबैजनालाई तपाईँको हाम्रो भिडियोलाई राम्रोसँग सुनिदिनु होला भन्दै थ्याङ्क यू।